अब पाकिस्तानी शरणार्थी होस् अथवा चाहिँ रोहिंग्या शरणार्थी होस् अथवा सोमालियाका शरणार्थी होस्, सबैलाई निकाल्नुस्, डिपोर्ट गर्नुस्। गृह मन्त्रालय के गर्दै बस्यो? गृहमन्त्रीज्यू के गर्दै बस्नु? किन उहाँ क्यामेरा लिएर 1 महिना पहिल्यै सुनसरीमा गएर यसको समाधान गर्नु भएन? यो सायद एक तरिकामा प्रेडिक्टेड इन्सिडेन्ट थियो। यो सायद पूर्व अनुमान गरिएको कुरा थियो कि यो द्वन्द्व हुनेवालै थियो। तर त्यो हुँदाखेरि पनि उहाँहरू घुम्नलाई व्यस्त हुनुभयो। उहाँहरू नचाहिने ठाउँमा मास्क लगाएर टुच्च यसो गएर चाहिँ बोर्डर हेर्न व्यस्त हुनुभयो। तर गृह सुरक्षा अथवा हाम्रो देशमा शान्ति सुरक्षा कसरी बरकरार राख्न सकिन्छ भनेर त्यो कुरामा ध्यान केन्द्रित भएन। एकजना सांसदले भन्नुभएको थियो कन्टेन्ट क्रिएटर हुनुभयो हाम्रो मन्त्रीज्यू भनेर, कि उहाँले स्टन्ट गर्नुभयो भनेर। त्यतिखेर पनि मैले होइन समय दिउन भनेकै हो। तर आज देशमा यस्तो निर्मम घटना घट्दाखेरि म अब त्यो भन्ने तर्खरमा छैन। यो देशमा शान्ति सुरक्षा बरकरार राख्ने तपाईहरूको कर्तव्य हो। त्यो अनुसार काम गर्नुस्, क्यामेरा लिएर काम गर्नुस्, क्यामेरै लिएर जानुस्, तर ठाउँमा काम गर्नुस्। त्यसबाहेक अब तपाईहरूको मुख्य जिम्मेवारी भनेको अस्ति भर्खर हाम्रो देशको पुलिसको आइजिपी साहबले भन्नुभएको थियो यो देशमा चाहिँ ठुलो संख्यामा चाहिँ रोहिंग्या शरणार्थी, पाकिस्तानी शरणार्थी र सोमालियाको शरणार्थीसम्म आएर चाहिँ इलिगली रिफ्युज लिएर बसेका छन्, इलिगली चाहिँ शरणार्थी भएर बसेका छन्। तीलाई अब तपाईको काम भनेको हाम्रो देशमा चाहिँ धार्मिक द्वन्द्व हुनबाट रोक्नलाई तपाईहरूले ती शरणार्थीलाई तुरुन्त भन्दा तुरुन्तै चाहिँ डिपोर्ट गर्न आवश्यकता छ। तपाईको अब काम भनेको त्यही हो। यो देशमा धार्मिक स्थायित्व आजसम्म थियो, सानातिना घटना हुन्थे, तर अब यो बढ्दो चापको शरणार्थीको बढ्दो चापका कारणले गर्दाखेरि यो देशमा धार्मिक द्वन्द्वका कारण शान्ति सुरक्षा चाहिँ नरहने अवस्था छ। त्यसकारणले क्यामेरा लिएर जानुस्, तर अब पाकिस्तानी शरणार्थी होस् अथवा चाहिँ रोहिंग्या शरणार्थी होस् अथवा सोमालियाका शरणार्थी होस्, सबैलाई निकाल्नुस्, डिपोर्ट गर्नुस्। सायद तपाईले गर्ने सायद मुख्य अहिले प्राथमिक काम चाहिँ यही नै होला। तपाईले के आधारमा के सोचेर चाहिँ यो यातायात विधेयक चाहिँ प्रस्तुत गर्नुभयो? यसको प्रष्ट कन्क्लुजन भनेको, यसको प्रष्ट निष्कर्ष भनेको सरकारमा गएका व्यक्तिहरूले जनताको आर्थिक अवस्था अथवा जनताको दुःख बुझेका छैनन्, जनताभन्दा निकै पर छन्। त्यो कारणले ती मान्छेहरूलाई सरकारमा जान छुट छैन। प्रधानमन्त्रीज्यू, यदि तपाईको क्याबिनेट अथवा तपाईको सरकारमा चाहिँ यस्ता जनतालाई नबुझेको, तपाईँ आफै नै एक तरिकामा जनताबाट धेरै पर हुनुहुन्छ, 4 कोठाभित्र तपाईँले राजनीति गर्नुभयो, स्टेटस लेख्नुभयो, सबै कुरा गर्नुभयो, तर अब तपाईँले जनता नजिक हुनै पर्छ। किनभने अरू सब कुरा म सहन सक्छु, तर यत्रो ठुलो आन्दोलन भइसकेपछि, तपाईहरू सरकारमा जानु भइसकेपछि, हामीलाई हाइज्याक गर्नु भइसकेपछि, ठिक छ हाइज्याक गर्नु समस्या भएन, तर अब सामान्य जनतालाई बुझेर त्यही अनुसारको नीति नियम लिएर आएर त्यही अनुसारको सुविधा दिएर सबै पुर्याएर त्यसपछि चाहिँ बरु जनतामा कुनै चाहिँ यदि डिसिप्लिनको समस्या छ, अनुशासनको समस्या भने त्यतिखेरलाई चाहिने उपयुक्त चाहिँ जरिवाना नियम कानुन सबै लिएर आउनुहोस्। तर त्योभन्दा पहिला जनताले खान नपाएको बेलामा तपाईहरूलाई यता मोटा चाहिँ फाइन, मोटा चाहिँ जरिवाना ठोक्ने तपाईहरूसँग यो सहुलियत छैन, तपाईहरूसँग यो अधिकार छैन। यो सुनसरीमा घटेको जुन सामूहिक द्वन्द्वको चाहिँ अवस्था छ, यसको बारेमा चाहिँ स्थानीय निकाय तथा चाहिँ सुरक्षा निकाय चाहिँ पहिलेदेखि उहाँहरूलाई खबर थियो।